यहाँहरू सम्पूर्णमा जय मसी। म के माले मगर। म तपाईँहरूको सामुन्ने पवित्र शास्त्र बाइबलबाट केही कुरा हेर्नेछु। यहाँ यसरी लेखिएको छ, तिमीहरूले युद्धहरू र युद्धहरूका हल्ला सुन्नेछौ, नघबराऊ, किनकि यी हुन आवश्यक नै छन्, तर अन्त्यत त्यति नै बेला हुँदैन। आमेन। यो वचन पढाइमा प्रभुले आशिष गर्नुभएको होस्। मत्तीको पुस्तक 24 6 पदले हामीलाई बताउँदछ, र राष्ट्रको विरुद्धमा राष्ट्रहरू खडा हुनेछ, युद्धहरू हुनेछ, र यो युद्धले गर्दाखेरि अनिकालहरू संसारमा आउनेछ भनेर यहाँ येशू प्रभुले भन्दै हुनुहुन्छ। र यो युद्धहरू भयो भन्ने बित्तिकै अन्त्य चाहिँ आउँदैन, किनभने येशू प्रभुको वचनले भन्दछ यो चाहिँ अन्त्यको दिनको सुरुवाती चिन्हहरू मात्रै हो भनेर यहाँ येशू प्रभुले भन्दै हुनुहुन्छ। र विश्वासीहरू डराउनु पर्दैन, किनभने अन्त्यको दिनको समयमा चाहिँ यी सबै कुराहरू हुन आवश्यक छ भनेर वचनले बताउँदछ। युद्धहरू, लडाइँहरू, भूकम्पहरू हुनेछ, जानेछ, र यी हुन आवश्यक नै छ भनेर वचनले बताउँदछ। र अन्त्यको दिनको यो चाहिँ सुरुवाती चिन्हहरू मात्रै हो भनेर यहाँ येशू प्रभुले भन्नुहुन्छ। परमेश्वरले यहाँ सम्पूर्णलाई आशिष अनुकम्पको सबैलाई जय मसीह।